मैले चाहिँ हो र स्पोर्ट्सको केटाहरूलाई अब गेम सुरु हुन अगाडि पिएमएसएल आउन अगाडि 15 दिन जति योगा क्लास योगा क्लास हालिदिनु पर्यो भनेको। के सर भाइ योगा क्लासै भेटेन। योगामा के गर्छ योगाले सर पब्जीमा योगाले माइन्डलाई फोकस गर्दैन त मामा। योगाले माइन्ड फोकस हुँदैन त। केटाहरूको माइन्ड फोकस होस् भनेर क्या। तम्मी बना लो। ए वाउ नाइस आइडिया भन्छ। गर्नु पर्यो भनेको योगा क्लासै भेटेन। योगा क्लासबाट त भेट्यो तर टाइमै मिलेन क्या। तैँले योगा गर्ने मुजी केटाहरूलाई हो कुरा नगरे पिएमएसएल को लागि क्या साथी। योगा गर्न चाहिँ के बिल्ला हो र साथी? कस्तो योगा गर्न चाहिँ बिल्ला चाहिँ कसरी केटाहरूको लागि भनेको त्यही पनि बिल्ला कसरी हुन्छ? योगा पहिले मैले होइन केटाहरूलाई गराइदिनु किन मैले त गर्नै नसक्ने चिज हो र मुजी योगा चाहिँ। कस्तो कुरा गर्छ यार। नगर्नै नसक्ने त होइन त गर्दैनस्। अनलाइन क्लास हुँदैन त। एक दिन 2 दिन जान्छ होला त्यसपछि अल्छी लाग्छ। जाने हैन हौ अनलाइन हौ। उताबाट सिकाउने होला यो गर त्यो गर भनेर अनि यताबाट उनीहरूले फलोअप गर्नुपर्ने होला होइन। त्यसो त 1-2 दिनमै अल्छी मानेर केटाहरूले छोडिदिन्छन्। बेकारमा तिमीले महिनावारको तिर्छौ होला त्यतिकै आधीमै छोडिदिन्छन्। शिल्पा शेट्टीलाई गरायो भने चाहिँ केटाहरूले 5-6 वर्ष योगा गर्छन् यदि भिडियो कलमै। होइन माइन्ड फोकस हुन्छ भनेर हो क्या मामा। अब खेल्ने बेलामा गेम आउन आँट्यो नि त केटाहरूको। एकै माइन्ड जाओस् भनेर हो क्या। त्यो पनि राम्रो सोचाइ हो तिम्रो। आफूले सक्ने जति त आफू सबै गरिदिउँ न। अब केटाहरूले हार्ने काम होइन साथी।